हाई गाइज, आज मैले एकदम सजिलो खाना बनाउन लागेको छु। खाना बनाउन अल्छी लागेको छ भने यो बनाउनलाई चाहिँ एकदमै सजिलो, त्योभन्दा नि सजिलो त खानलाई त झन् सजिलो है। यो मैले अलिकति जिरा, अलिकति तोरी अनि अलिकति खोर्सानी एकदम पिरोवाला, अलिकति हिङ ले छानेको छु। यो चाहिँ नि भात राति नै पकाएर अनि पानीमा एकदम धेरै पानी राखेर भातलाई डुबाएर राख्ने अनि बिहान उठेर झानी, दही राखेर झानी, नुन राख्ने। यदि छ भने बिरे नुन पनि राखे हुन्छ। यदि तपाईलाई अमिलो मन छ भने अमिलो पनि बनाउन सक्नुहुन्छ। दही त त्यति धेरै अमिलो छैन है। अमिलो मन पर्छ भने कागज पनि एड गर्न सक्नुहुन्छ। प्याज मन पर्छ भने प्याज पनि एड गर्न सक्नुहुन्छ। करी पत्ता मन पर्छ भने करी पत्ता, धनिया पनि एड गर्न सक्नुहुन्छ। मैले चाहिँ एकदम सिम्पल बनाएको छु। हिङ अनि यो जिरा सबै चिज छानेर अनि नुन पनि राखेको छु, स्वाद अनुसार नुन। एकदमै टेस्टी दही राइस बनेर एकदम रेडी छ खानाको लागि, बनाउनको लागि एकदम सजिलो। मैले भनिहालेँ नि, त्योभन्दा नि सजिलो त झन् खानालाई पनि। हाई गाइज, वेलकम टु द च्यानल। टुडे आई हेभ मेक अ भेरी सिम्पल प्लेन कट राइस विच इज ओभरनाइट cook rice, and then add water, leave it for overnight, and morning you can just add curd and then keep tarka. For the tarka I have take olive oil and then cumin seed and mustard seed and spicy whole chili and asafoetida and salt to taste. I have added and easy to prepare, and you can enjoy this curd rice anytime. Thank you everyone watching my video, and like, share, subscribe to the channel if you like my recipe. Thank you, bye bye. सबैजनालाई धेरै धन्यवाद छ। भिडियोलाई लाइक गरिदिनु होला र एक दुई जना मान्छेले लाइक गरिदिनु भएको छ, उहाँको लागि धेरै धन्यवाद छ। जुन मान्छेले लाइक गरिदिनु भयो त्यो मान्छेको लागि है। बाय बाय।